कस्तो गैर जिम्मेवारी कुरा गर्नुभयो भने तपाईँको टेकुमा बाँडेर हुन्छ। भक्तपुरको मान्छे, कीर्तिपुरको मान्छे, तपाईँको उहाँ बस पार्कको मान्छे कुना कुनाबाट तपाईँको टेकुमा लाइन बस्न आउँछ त। यस्तो गैर जिम्मेवारी कुरा गरेर मैले टेकुबाट दिइराखेको छु भनेर यो त तपाईँले भन्न पनि नसक्ने कुरा हो। सबै जनताले ल्याएका माननीय जनताले कर तिरेकोबाट तपाईँहरू हामीहरू सबै खाइरहेछौँ, फेरि दुःख पाउने लाइन बस्ने चाहिँ जनतै भनेपछि त 23 लाख सिलिन्डर चाहिँ रिफ्युल हुनुपर्ने, त्यो चाहिँ रिफ्युल भएको छैन भनेर 23 लाख सिलिन्डर कहाँ गयो त? हामीसँग डाटा पनि छैन भनेदेखि तपाईँहरू जुन निकायमा बस्नु भएको छ, तपाईँहरूले यो त पहिला यस्तो भएको थियो भनेर अहिले पनि गरिराख्ने प्र्याक्टिस त गर्नु भएन नि त, होइन र? किनभने सबै कुरा पहिलाको भएन भनेर सबै सिस्टमै चेन्ज के अरे त्यो भइसकेपछि अहिले त तपाईँहरूले जसले जिम्मा लिनु भएको छ उहाँहरूले त यो त डेटा कलेक्सन गरेर यो 23 लाख सिलिन्डर कहाँ गयो त? फेरि आउनु पनि 20% एक्स्ट्रा आइराखेको छ, सप्लाई पनि भइराखेको छ, उताबाट आउने पनि आइरहेछ, तर त्यहाँ उपभोक्ता चाहिँ गएर लाइन बसिरहेका छन्, पाएका छैनन्। अघि उहाँले कस्तो राम्रो कुरा गर्नुभयो, यो चाहिँ सिलिन्डर छैन भने कोही ट्याक्सी लिएर आउँदैन। फेरि अघि कस्तो गैर जिम्मेवारी कुरा गर्नुभयो भने तपाईँको टेकुमा बाँडेर हुन्छ। भक्तपुरको मान्छे, कीर्तिपुरको मान्छे, तपाईँको उहाँ बस पार्कको मान्छे कुना कुनाबाट तपाईँको टेकुमा लाइन बस्न आउँछ त। यस्तो गैर जिम्मेवारी कुरा गरेर मैले टेकुबाट दिइराखेको छु भनेर यो त तपाईँले भन्न पनि नसक्ने कुरा हो। किनभने कहाँ यो अहिले मात्रै प्रब्लम होइन नि त, पहिला पनि प्रब्लम थियो भने अब सुधार्ने कसरीतिर चाहिँ लानु पर्यो। र यो डिस्ट्रिब्युसनमा हामी चुक्यौँ, किन चुक्नु भयो? चुक्नु नै हुँदैन। आफै स्वीकारिराख्नु भएको छ डिस्ट्रिब्युसनमा चुक्यौँ भनेर, किन चुक्नु भयो? र अब सुधार्नु हो कि होइन? जहिले पनि आएर 1 महिना पछाडि आएर अनि फेरि तपाईँले त्यति बेलै भन्नु भएको थियो कि अब 1 हप्ता मात्रै हुन्छ यो नयाँ सिलिन्डरमा गएपछि, कि फेरि यताउता गरेर हाफ सिलिन्डरमै लग्ने हो भने त बेग्लै कुरा हो। होइन भने हाफ सिलिन्डरमा नलग्ने हो भने त तपाईँको फेरि अहिले 19 दिन भइसक्यो, तपाईँले 1 हप्तामा हुन्छ भनेको फेरि आएर अर्को 19 दिन भन्दै गर्दा त त्यो त हाम्रो त नेभर इन्डिङ प्रब्लम हुने भयो नि त। र यो सबभन्दा लाजमर्दो कुरा त अहिलेसम्म त भएन। सबभन्दा पहिला त हामीले यो समिति लगायत लागेर त पहिला त यो कानुन बनाउनु पर्ने रहेछ। कसैलाई केही पनि गर्ने, यो पेट्रोलियमको कानुनै छैन, एक्ट नै छैन भनेपछि त योभन्दा हामीलाई अप्ठ्यारो कुरा त के रहेछ त? कसलाई के को कारबाही गर्ने? कानुनै छैन भने के कारबाही गर्ने? अघि हाम्रो अनुसन्धान मञ्चको उहाँले बहुत राम्रो कुरा भन्नुभयो, तर यहाँ सरकार र 3 थरी हुनुहुन्छ, यहाँ 3नै थरीको कुरा बाजिएको छ कि यसरी बाजिनु हुँदैन। तपाईँहरू बाज्दै गर्दाखेरि मान्छे चाहिँ जनता चाहिँ लाइनमा बसिरहेका छन्, अनि हामी चाहिँ सबै जनताले ल्याएका माननीय जनताले कर तिरेकोबाट तपाईँहरू हामीहरू सबै खाइरहेछौँ, फेरि दुःख पाउने लाइन बस्ने चाहिँ जनतै भनेपछि त